आजको दिन चाहिँ इन्द्र भगवान धेरै नै रिसाउनु भयो जस्तो लाग्यो। त्यसैले बिहानदेखि पानी परेछ। भिज्दै भिज्दै भए पनि कस्टमरलाई सामान दिन आइपुगे म। कस्टमरलाई सामान दिइसकेपछि विराट चोकमा चाहिँ पानी पानी रहेछ चारैतिर। यो देखेर चाहिँ निकै दुःख लाग्यो मलाई। पानी पर्दा घाम लाग्यो जस्तो लाग्छ। घाम लागेको बेला पानी परोस् जस्तो लाग्छ। के यो माया हो होइन होला भन्दै म यस्तो हिलेको बाटो लड्दै पड्दै बाइक कुदाउँदै आइपुगे अफिस। पानीले नभिजोस् भनेर सुपरम्यान वाला ड्रेस 100% वाटरप्रुफ आफैले बनाएको ड्रेस लगाएर म रेडी भए। यस्तो ड्रेस चाहिन्छ भने कमेन्टमा आफ्नो नम्बर छोडिदिनु होला र डेलिभरी चार्ज चाहिँ लाग्छ है। मोबाइलको सुरक्षाको लागि दराजबाट अर्डर गरेको प्लास्टिकको खोल आज प्रयोगमा आयो। अब डेलिभरीको लागि निस्किनु पर्छ। म्यानेजर साहबसँग चाहिँ बिदा मागेर निस्किम भनेको त उहाँ खानामै व्यस्त हुनुहुन्थ्यो। बिदा सिधा हुँदै गर्छ भनेर म पनि पोका पन्तर बोकेर लागे र सामान डेलिभरी गर्नलाई आइपुगे म गोर्खा डिपार्टमेन्ट अगाडि। कस्टमर त सोझो नै हुनुहुन्थ्यो। सामान रिसिभ पनि गर्नुभयो। अर्को कस्टमर चाहिँ राति आएको कसम म डराउँथ्यो होला किनकि उहाँको लुगै त्यस्तो खाले थियो। सामान दिइसक्यौं र पैसाको प्रतीक्षामा छौं हामी। केही समयपछि कस्टमरले पैसा पनि ल्याएर दिनुभयो। पानी परेको बेला कस्टमरले अनलाइन पेमेन्ट यसरी गर्नुहुन्छ। पानी परेको बेला चाहिँ परिस्थिति अलिकति गाह्रै हुन्छ। अब हामी जाँदैछौँ नेक्स्ट कस्टमरकोमा। कस्टमर चाहिँ सामान रिसिभ गर्न हाँस्दै आउनुभयो तर 50 रुपियाँ डिस्काउन्ट गरिदिनु भन्दै हुनुहुन्छ। तर म चाहिँ पुरै दिन भरिया मात्र हो, एउटा सानो स्तर कर्मचारी हो म्याम भनेर भने उहाँलाई। त्यो भने त्यही सासूलाई इसाराले बोलाउनु भयो र केही समयपछि सासू आएर 50 रुपियाँ पनि दिनुभयो र फुल पेमेन्ट गरेपछि म नि खुसी हुँदै त्यो पैसालाई ढोक्दै अर्को कस्टमरतिर लागे। अर्को कस्टमर चाहिँ सामान चाहिँ रिसिभ गर्न आउनुभयो तर पैसा नबोकिकन आउनु भएछ। 2 मिनेटमा पैसा बोकेर आइहाले है भाइ भन्दै जानुभयो। उहाँ चाहिँ 2 मिनेट भनेर जानुभयो मान्छे आधी घण्टा पर्खिँदा पनि आइपुग्नु भएन। मनमा चाहिँ विभिन्न प्रश्नहरू र तनाव सृजना भइरहेको थियो। त्यतिकैमा उहाँ टुप्लुक्क पैसा गन्दै आइपुग्नु भयो। लो भाइ पैसा फिर्ता देऊ भन्न थाल्नुभयो। मैले पनि पैसा फिर्ता दिएँ। पैसा फिर्ता दिएपछि उहाँ जानुभयो र यस्तो कस्टमरलाई के भनौँ र खोइ र फेरि पनि अफिस आउनु पर्यो। धेरै सामान बाँकी थियो। यस्तै भिडियो नै मन छ भने च्यानल लाइक शेयर सब्स्क्राइब गरिदिनु होला र थ्यांक्स फर वाचिङ।